ला बाबु के भयो उठ उठ ला यसलाई के भयो के भयो यो त बेहोस भयो कि के हो ए बाबु उठ न बाबु के भयो के भयो उठ ला यसलाई के भयो बाबु के भयो बाबु के भयो तँलाई के भयो खोइ एक्कासी के भयो साह्रै गाह्रो भयो ल आराम गर बाबु ल आमा तपाईँ कहीँ पनि नजानु है ल म काहीँ जाँदिनँ आराम गर एकछिन भरे हस्पिटल जानुपर्छ होइन आमा मनमा लागेको घाउ हस्पिटल जाँदैमा निको हुँदैन त्यसैले म जाँदिनँ आमा मलाई कर नगर्नु तर म तेरो आमा हो नि त बाबु तँलाई केमा चोट खोट लागेको छ भन् न त बाबु भन् तेरो मनमा के परेको छ त्यस्तो भन् केहीमा पनि केही भएको छैन आमा तपाईँ चिन्ता नलिनु म ठिक हुन्छु ल बाबु ल त्यसो भए म गएको आराम गर आमा कहीँ पनि नजानु है ल म घरमै बस्छु केमा चोट लागेको भन्नु केमा चोट लागेको छैन भन्नु मेरो बुढीले किन मेरो कुरा नबुझेको मलाई प्रेसर हाई छ भन्दै पनि मलाई किन बढाइ चढाइ कुराहरू गर्छ त्यसै त म प्रेसर हाई भएको मान्छे अलिकति रिस उठ्यो भने जतिखेर जे पनि हुनसक्छ भने उसो डाक्टरले ढलिहाल्छु अरू त अरू मेरो आमासँग राम्ररी बोल्दै होला यस्तो हुने नै थिएन नि Introducing the new Colgate Total. Its dual zinc and arginine formula gives you stronger 12-hour anti-germ protection and helps fight 8 dental problems. Switch to Colgate Total today. यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला। यति कार्पेट, कार्पेटको शहंशाह। ठिकै छ नहुनु मान्छेबाट गल्ती भइहाल्छ एकचोटिको लागि माफ गरिदिए
परेछ चिप्ले मरेछ मलाई मन पऱ्यो भने त मलाई आँखा साँखा झिम्काउने गर्थ्यो ठिक्क भएर मरेछ मलाई मलामी सलामी पनि जाँदैन। मेरो बाबु के भयो तल हस्पिटल अगाडि भएन बजेलाई के भयो निको हुन्छ भनेर लगेको भएन मेरो बाबु कहाँ गइस् केले लग्यो नि तँलाई यहाँ बिहान बिहानै के भयो अघिसम्म केही भएको थिएन अहिले के भयो हस्पिटल लगेको र पनि निको भएन कहाँ गयो होला मेरो बाबु अब पोते सोते कहाँबाट ल्याउँछ छिटो गर छिटो 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 हुन्छ नखोल्दा नि हुन्छ अहिले भरे खोल्दा नि हुन्छ यो पनि खोल 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 यो 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 भरे खोल 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 लु नरु नरु अब के गर्नु भइहालेछ अब कहिले गर्छेस् अब नहुँदा भइगयो नरु बाबु नरु 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 लु तेरो तैँले दुःख पाइस् अब हो के गर्नु अब दुःख पाइस् त्यति गर्दा पनि लेखेकै त्यति होला अब के गर्नु अब के गर्छस् हस्पिटल पनि लगेकै हो डक्टरकोमा अब दबाई पानी गर्दा गर्दै भएन त अब कसो गर्नु त अब जाने बाटो त्यति नै हो दबाई पानी पनि गरेन लेखेको भोग्नु पर्छ है के गर्नु आउँदैन नभए कति रुनुहुन्थ्यो मेरो बाबु आइज आइज भन्दै अब हुँदैन अब के गर्नु त अब जाने बाटो त्यसको लेखेकै त्यति बेला गरेको त्यतिखेर गरेनौ भएन अब के गर्नु अब मलामी अब यतिखेर अब खोइ थाहा पायो भने आउँछ होला अब नभए हामी दुईजना रुइराखेर के गर्नु अब हुँदैन अब जति रुए पनि आउँदैन अब त आँसु पनि सक्यो रुँदा रुँदा छैन अब आँसु पनि आउँदैन अब के गर्नु अब कहाँ गयो मेरो बाबु नगरेर हुन्छ छैन कहाँ गयो कति जुलापी खानु खोजेको थियो मेरो बाबुले जुलापी ल्याइदिन्छु भनेको थिएँ ल्याउँदा ल्याउँदै बाटैमा यस्तो भइगएछ आउँदा आउँदै अब के गर्नु मेरो बाबु जुलापी ल्याइदिएको छु उठ न उठ उठ मेरो बाबु उठ उठ्दैन अब कहाँ गएर ल्याउनु कसले खान्छ यो जुलापी अब छैन मेरो बाबु के भयो तँलाई उठ्न लु छिटो छिटो गरिहाल छिटो छिटो भरे बुहारीलाई पनि हुन्छ लु छिटो गर छिटो गर्नु अब अब उठा 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 यो पोते पनि पर लगेर त्यहाँ उठ 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 त पनि जालास् जा उता जा हेरो छाडा हुन्छ छिटो छिटो लानु छिटो छिटो गर्नु किन यसरी हेरिरहेको अब खै के गर्नु अब सबैजना भेला रमी त हेरेर हुन्छ तपाईँलाई चाहिँ के को चासो पर हामी लगौँ कि नलगौँ कि मान्छे भेला भएको छैन एक्लै बोकेर हुन्छ कहाँ लानुपर्ने के गर्नुपर्ने गाडी बोलाउनु पर्ने अब अनि त्यत्तिकै हुन्छ लान्छु भनेर केमा लानु खोइ झोलामा लानु कि डोकोमा लानु हुँदैन त त्यत्तिकै मान्छे नआइकन त नियमले पो हुन्छ त राखेर हुन्छ अघि लानु पर्दैन थियो मान्छे बोटुलेर त्यत्तिकै राखिराखो हेरिराखो भने त कहाँ हुन्छ र छिटो छिटो लानुपर्छ छिटो 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 तपाईँ नकराउनु है मेरो बाबु उठ्न लैजाउँ मात्रै भन्छु सबैजना कहाँ लानु उठ्न नाटकै भयो अब कसैको मलाई नि जानु परेको छैन के गर्नु परेको छैन हामी त गएको जेसुकै गर्नु मलाई थाहा छैन बाबु उठ्न उठ सबैजना मलामी जाने हतार गर्छ यो घरको लाल पूर्जा कहाँ राखेको छस् बाबु उठ्न देखा अब कहाँबाट ल्याउनु तैँले देखाइनस् भने हेलो एभ्रिवान नमस्ते म एलन बान्तावर है म आजल भन्थी अनि हाम्रो भिडियो कता कताबाट हेर्दै हुनुहुन्छ कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कृपया लाइक कमेन्ट शेयर गरिदिनुहोस् होला अनि च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो भिडियो यस्तै लगायत विभिन्न सबैजनाले हेर्न चाहनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला थ्याङ्क यू अर्थात् धन्यवाद एकछिन पर्खिनु अनि हाम्रो भिडियो तपाईँहरूलाई कस्तो भइरहेको छ कस्तो मनोरञ्जन लिइराख्नु भएको छ कतिको चाहिँ हाम्रो भिडियो हेरेर चाहिँ तपाईँहरूलाई साथ सपोर्ट
एकछिन पर्खिनु स्किप नगर्नु है एउटा कुरा भन्नु बिर्सेछौँ हाम्रो भिडियो हेरेर तपाईँहरूलाई कस्तो लागिरहेको छ प्लिज कमेन्टमा भनिदिनु होला कस्तो खालको भिडियो ल्याउँ भनेर त्यो पनि भनिदिनु होला अच्छा सबैजनाले हेरिदिनुहोस् होला राम्रो लागेको छ कि छैन त्यो कमेन्टमा लेखिदिनुहोस् होला हामी हर कमेन्ट पढ्छौँ होइन त्यसको रिप्लाई पनि दिन्छौँ अनि त्यसपछि रिप्लाई दिएको भिडियो पनि आउँछ कुनै दिन अनि त्यसपछि सबैजनाले फेरि पनि कमेन्ट गरेर हामीलाई कस्तो भिडियो हामीलाई दाजु बहिनीमा बुढा बहिनीमा गर्लफ्रेन्ड बोयफ्रेन्डमा होइन के कुनमा चाहिँ भिडियो तपाईँलाई हेर्नु चाहनुहुन्छ त्यो पनि प्लिज तपाईँहरूले के गरिदिनु पर्यो हेरिदिनु कमेन्ट गरिदिनु पर्यो अनि त्यसपछि झगडा परेको राम्रो लाग्छ कि मिलेको राम्रो लाग्छ त्यो पनि भनिदिनु पर्यो कस्तो खालि कन्टेन्ट ल्याउनु पर्यो त्यो पनि भनिदिनु होला लु यति नै हो टाइम होइन घरमा जानुपर्ने नमस्ते सबैजनालाई बाई बाई सी यू थ्याङ्क यू फेरि पनि धन्यवाद बाई बाई